2 हप्ता जसो अगाडिको कुरा हो। बहिनी र म परदेश हस्पिटलमा चेकअपको लागि जाँदाखेरि कम्तीमा 2-3 घन्टा लाइनमा बस्नुपर्ने थियो। त्यही अवधिमा बहिनीलाई जङ्गलतिर जाउँ न, नजिकै जङ्गल छ भनेर लगियो। अस्पतालको लाइनपछि एक्कासी जङ्गलमा पुग्दा कहिलेकाहीँ औषधि उपचारभन्दा पनि प्रकृतिको डोज लिनु पर्दो रहेछ जस्तो लाग्यो। अनि म भौतारिरहेको छु, बहिनीले भिडियो गरेको रहेछ। अनि यो रुखमा चढ्न खोज्दैछु। गर्मी पनि छ, हावा लागिरहेछ हल्का। एकदमै फन्नी लागेर यो भिडियो म पोस्ट गर्न मन लाग्यो मलाई। म त्यसै माथि राखेको छु, बहिनीले सानो सानो सब भिडियो बनाएको रहेछ। तर वास्तवमा मलाई यो केही थाहा थिएन। अब यस्तै गर्छ, त्यसलाई त्यत्तिकै हाँसोको लागि गरेको थिएँ। तर सब उसले भिडियोमा कैद गरेको रहेछ। बस्यो 2.5 घन्टा कसरी बिताउने भनिरहेको छु कि यति बेला मैले। अनि चिया खान मन लाग्यो भनेर कुरा गरेको थिएँ। अझ पनि 2.5 घन्टा भनेको त धेरै सोचेछु। आफै पनि हेरी हाँसो लागेको छ। फेरि रुखमा किन गयौँ होला कि डबल बनाएको रहेछ र। म यस्तो भिडियो किनकि अब कसैले अब त्यो छुट्टै तर यो म नितान्त भिडियो भनेको आफ्नो लागि बनाउँछु। आफै हेर्छौँ, आफै मक्ख पर्छौँ, आफ्नै लागि बनाउँछु। म आफ्नै भिडियो हेर्छु। जाउँ अब भनेर बस्यो जस त्यहाँ 1-1.5 घन्टा। यही अवधिमा भिडियो बनाएको रहेछ बहिनीले। अब फर्क्यौँ हामी लगभग। त्यसपछि अवधिमा बहिनीका चिया खान्छ। अब लाग्यो अब त रिपोर्ट आयो होला भनेर हामी बहिनीको घरमा चिया खाएर फेरि हस्पिटल रिपोर्ट लिन जान्छौँ। रिपोर्ट आयो। रिपोर्ट के छ त्यो पालो यो ऊबाट मुक्त भयो जस्तो लाग्छ कि। रिपोर्टमा के छ भन्दा पनि ल बल्ल मेरोबाट रिपोर्ट प्राप्त भयो भनेर खुसी भएर आज यति बेलाको पनि भिडियो बनाएको रहेछ। जस रिपोर्टमा त्यस्तो नराम्रो आएन, त्यो पनि खुसीको कुरा हो। प्रकृतिसँग रमाउन हामी आफै पुग्नुपर्छ जस्तो लाग्छ। जहाँ